सो हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। अनि आजको नयाँ भिडियोमा पनि आफ्टर अ लङ टाइम पछि चाहिँ म भिडियो बनाउँदैछु। अहिले चाहिँ मसँग यसमा चाहिँ के छ भनेर म अहिले उता परै गएर भन्छु। अनि आज अब भोलि चाहिँ न्यू इयर, ह्याप्पी न्यू इयर सबैजनालाई। अब 82 सालमा त केही पनि गर्न सकेन, 83 सालमा चाहिँ म के गर्छु, अब सक्दो कोसिस गर्छु अब युट्युब च्यानल ग्रो गर्ने। अब ले चाहिँ के हुन्छ, अब तपाईँहरूको साथ सपोर्ट र मायाले गर्छ, त्यो चाहिँ अब कतिको माया देखाइदिनुहुन्छ। आशा गरेको छु माया गरिदिनुहुन्छ भनेर। अहिले चाहिँ म जान लागेको गिठा खन्नलाई। अब गाउँमा चाहिँ गिठा भन्छ, गिठा प्लस लौका पनि भन्छ। अब तपाईँहरूको ठाउँमा के भन्छ त्यो कमेन्ट गर्नु होला हैन। अझै म ट्याक्क घरदेखि अलि ओरतिर आएको छु। अनि अर्को कुरा, अब मेरो मोबाइल किन भिडियो ढिलो आयो यो सोच्नुहुन्छ होला, तर मेरो मोबाइल चाहिँ फुटेको कारणले गर्दाखेरि चाहिँ डिस्प्ले जानु लागेको छ, त्यही भएर चाहिँ मैले ढिलो गरेको। अनि यो भिडियो पनि कहिले आउँछ थाहा छैन। अब एपहरू भोलि के पर्सि आउँछ। अनि एपहरू पनि मैले डिलिट गरेको थिएँ, एडिटर एपहरू। सो अहिले चाहिँ पछाडिको भ्यू देख्न सक्नुहुन्छ। आज चाहिँ मैले घडी लगाएको चाहिँ देख्न सक्नुहुन्छ, किनकि म अहिले यस्तो हुलियामा देखेर यो लुगाको चाहिँ जज नगर्नु होला है। अब किनकि यहाँ मेरो घरमा घर बनिँदैछ, अनि त्यही भएर चाहिँ कामले पनि नभएर पनि हो भिडियो नआएको। अनि एकदमै फोहोर छ। अहिले चाहिँ घाम लागिरहेछ, अहिले लगभग 11:30 भयो। सो अनि देख्न सक्नुहुन्छ यो चाहिँ हावाको कमाल हो है, ट्याक्क बाँसघारी। अनि म चाहिँ अब कता जाने भन्दाखेरि चाहिँ ठ्याक्क म तपाईँहरूलाई देखाइदिइहाल्छु। म कतातिर चाहिँ जान्छु भन्दाखेरि ठ्याक्क यो तलतिर हो क्या म जाने भने चाहिँ, यो उँधो हो। अनि उतापट्टि जान्छु अहिले चाहिँ म यहाँनिर तल यहीँ पबाट देखाइदिन्छु। ट्याक्क लाएर देख्न सक्नुहुन्छ एकदम हावाले चाहिँ अस्ति नै चलेको हावाले हो यो चाहिँ बाँस। अनि उयो तलबाट जान्छु म चाहिँ त्यहाँनिर हाम्रो खेत। यो अस्ति नै थाहा पाइसक्नु भयो होला अस्ति नैको भिडियोमा नि। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अब म चाहिँ अहिले अलिकति अनएक्टिभ भएको छु, अलिक घर बनाउने कामले गर्दाखेरि भएको छैन। अब यसमा चाहिँ के छ भन्दाखेरि गिठा खन्नुको लागि आवश्यक सामानहरू छ। अनि गिठा भनेको के हो अहिले पछि देख्न सक्नुहुन्छ। अब मलाई चाहिँ साथ सपोर्ट र माया गरिदिनु भएकोमा धन्यवाद। अब अझै पनि माया गरिदिनु होला। अब मलाई धेरैभन्दा धेरै माया देखाइदिनु होला। अब त्यही हो गाइज। सो अहिले चाहिँ ट्याक्क लाएर हामी खेततिर आइसकेको छौँ। अब तलतिर जाने, यता उँधो जाने हो म चाहिँ यताबाट। अनि यता निक्लेर जाने। उतापट्टि हो घर चाहिँ, ठ्याक्क यता मकैहरू छरिसकेको छ, अस्ति नै थुप्रो भयो मैले। सो म तपाईँहरूलाई एउटा क्वेसन सोध्छु, त्यो चाहिँ कमेन्ट गर्नु होला। मैले भिडियो नहालेको चाहिँ कति भयो होला, मैले चाहिँ भिडियो नहालेको कति भयो होला, प्लिज कमेन्ट गर्नु होला होइन। कति दिन भयो भनेर। अब त्यो त मलाई पनि थाहा छैन कति दिन भइसक्यो भनेर। थुप्रो दिन भइसक्यो भने चाहिँ मैले अब यता मकै छर्ने यताउता कामहरू थियो। अनि त्यही हो। अब अलिकति म मान्छेको अगाडि भिडियो पनि बनाउन सक्दिनँ, त्यही भएर हो। तलतिर खोलेर हेर न कस्तो बनाइदिएछ, खोलेर त्यो कत्रो खाडल बनाइदिएछ हेर न। पानी चाहिँ तर लास्ट ठुलो परे हो क्या। असिना आएर राति क्या 1-1:30 बजे राति असिना पानी पऱ्यो ठुलो। अनि एकदम खत्तम रहेछ बाटो त। खेतमा भल परेर त्यस्तै गाइज। अब के गर्ने, यस्तै हो गाउँमा बसेपछि। म चाहिँ यताबाट किन आएको भन्नुहुन्छ होला होइन। अब उतै हो मैले खोज्ने चाहिँ। मैले जुन गिठा भने नि, गिठा र लौका, यो नाम चाहिँ अब पहिला चाहिँ गिठा भन्थ्यो, अहिले चाहिँ लौका पनि भन्छ कतिपय मान्छेहरूले। ट्याक्क यहाँनिर
पोखरी पनि रहेछ। यो चिती, यसलाई चाहिँ चिती भन्छ। धापको खेत पनि भन्छ हामी। यता चाहिँ अलि धप्सर पानी पलाउने खेतहरू छ, त्यही भएर लास्ट खोलेको रहेछ यार। तर देख्न सक्नुहुन्छ यहाँ बाढी परेर कहाँबाट परेछ भन्दाखेरि उयो माथिबाट परेछ क्या, ऊ त्यहाँनिरबाट। त्यो मैले पोखरी भन्थेँ नि, हो त्यहाँनिरबाट। यहाँनिर चाहिँ यो चाहिँ अङ्कलहरूको है। यता तलतिर मेरो प्याज हेर्न आएको है गाइजमा चाहिँ। खास गरी चाहिँ म प्याज हेर्न आएको, अरू केही पनि होइन। म जस्ट प्याज कस्तो भयो भनेर हेर्न आएको। यो प्याज चाहिँ खास मैले रोपेको हो। मकै हेर्नु न, मकै मैले कसरी रोप्दैछु, साध्यै उम्रे छैन। अनि यो प्याज चाहिँ मैले खास बेच्नुको लागि अब अलि धेरै उत्पादन गरेर अनि दसैँ बेला चाहिँ बेच्ने भनेको। अब बेच्छि के हुन्छ अब, अहिले चाहिँ भएन। अब अर्को सालतिर गर्नलाई यो काम चाहिँ। अब यो चाहिँ घरमै खाएर सकिन्छ। टोपी लगाएको छु, त्यही भएर अलि बोल्दाखेरि अनुहार देखेको छैन गाइज, माफ नगर्नु होला। ट्याक्क लगाएर चाहिँ अब चाहिँ म सिधै तपाईँहरूलाई उहाँ तल पुगेर भेट्छु है त। उता उयो तल पुगेर भेट्छु। तल गएर के छ सामान त्यो पनि म देखाउँछु। तलै गएर भेटौँ है त तल। अब हाम्रो भेट तल। ओके गाइज, सो यहाँ चाहिँ अब देख्न सक्नुहुन्छ, यो चाहिँ म अहिले तल आइपुगिसकेँ। अब यहाँ हेर्नु न, अब यस्तरी झार उम्रेको छ यो पानी परेर। अब यो मकै गोड्ने बेला के गर्ने गोड्नु हो क्या गाइज। टेन्सन क्या, गाउँ बसेपछि अब काम नगरौँ भने पनि नहुने, अब गर्नु पनि सकिन सही, गर्नै पर्ने। ट्याक्क लाएर अब चाहिँ गाइज हामी आइपुगिसकेको छौँ खेतको पुछारमा। यो खेतको चाहिँ ट्याक्क पुछारतिर भनौँ, उहाँ माथिसम्म हुन्छ। अनि यता तलतिर भयो, यो तलतिर चाहिँ अब अरेको हो। हाम्रो खेत चाहिँ यहाँदेखि मासतिर हो क्या, यो गरादेखि मासतिर हो। यहाँनिर अलिकति हातमा सामान भएर अलि अप्ठ्यारो भयो। उतापट्टि पनि छ हाम्रो खेत चाहिँ। यता यो तलतिर चाहिँ अङ्कलहरूको हो। तर भ्यू चाहिँ खतरा छ है गाइज। मैले अस्ति नै देखाउने भ्यू यही हो, पारीको गाउँको जङ्गल। सरी गाइज, जङ्गल हामीले गाई गोरु चराउँ जङ्गल पनि यही हो है गाइज। अब गिठा चाहिँ कस्तो ठाउँमा पाउँछ भन्नु होला होइन। अब त्यो चाहिँ अलिकति कस्तो ठाउँमा भन्ने, अब गिठा भएको ठाउँमा भनौँ न। गिठा भएको ठाउँमा भन्दा पनि अब जता गिठाहरू पहिल्यैदेखि झरिरहेको छ, अब गिठा घारी थियो त्यतितिर मात्रै हुन्छ। अब जताततै पाउँदैन, नभए त यो जङ्गलतिर पनि पाउनु चाहिँ पाउँछ, कतै मात्रै पाउँछ क्या। अब मैले हिजो नै देखेको थिएँ, अनि त्यही भएर आएको। म चाहिँ फेरि गाई बाख्रामा हिँड्दिनँ क्या। गाई बाख्रा चराउँदा हिँड्ने भने चाहिँ म धेरै देख्छु, अनि गाई बाख्रा चराउनु हिँड्दिनँ। अनि त्यही भएर चाहिँ म नदेखेको हो। अब म यसरी सबैतिर भिडियो बनाउनु त नभ्याइएला, अब किनकि गिठाहरू त हुन्छ नि त, अब फरक ठाउँमा हुन्छ। यता तलतिर हेर्छु अनि म चाहिँ उता जान्छु। अब गिठा भेट्यो भने तब अब भेटिएन भने भेटिएन, उता पर गएर चाहिँ भेट्छ। अब पर चाहिँ किनकि हिजो नै देखेको थियो। सो अहिले चाहिँ ट्याक्क लाएर हामी पुछारमा आइपुग्यौँ है गाइज। के गर्नु, यो अब अहिले गर्मी छ नि त, गर्मी भएर चाहिँ मैले यो टोपी लगाएको क्या। किनकि यता डढेर कालो भइसक्यो मेरो हात चाहिँ, त्यही भएर मैले लगाएको। कता जाने भयो होइन। उता फेरि हाम्रो काठ पनि काटिरहेको छ, अनि त्यही भएर अब काठ काट्ने ठाउँतिर गएपछि चाहिँ अलिक भिडियोहरू हुँदैन होला।
बनाइदिनु होला गाडी हिँड्नु परेको छ गाइज। मैले एउटा गिठा चाहिँ भेट्टाएँ होइन, तर यो कस्तो हो भन्ने कुरा हो कि ट्याक्क माथिबाटै भेटाएँ। गिठा चाहिँ हो गाइज, गिठा भन्ने चाहिँ हो, तर यो चाहिँ पोहोरको होइन रहेछ। पोहोरको यो उम्रिने लडेर गएको रहेछ। अनि यो चाहिँ कोसा के अरे यो तरुलहरूको घेसेहरू भन्छ नि, हो त्यस्तै फल्ने हो। अनि झरेर चाहिँ अनि त्यो पछि पछि ठुलो ठुलो हुँदै जाने हो। यहाँबाट अब यसपालि उम्रिन्छ फेरि अनि अलि ठुलो हुन्छ, खनेन भने अनि फेरि आगोमा पनि त्यस्तै हुन्छ, उम्रिँदै उम्रिँदै अलि ठुल्ठुलो अलि पछि ठुलो ठुलो भेट्छ। अनि त्यसपछि म तपाईँहरूलाई भनिहाल्छु सबै कुरा ट्याक्क लाएर। भिडियो चाहिँ लास्टसम्म हेर्नु है, सबै टोटल कुराहरू बुझ्नुहुन्छ तपाईँहरूले चाहिँ, अनि मात्रै ट्याक्क। तर यत्रो खुल्सामा पनि हेर्नु न कत्रो ठुलो बाढी आएको क्या, हेर्नु न यत्रो यत्रो राम मुढैहरू उठाएर यताउता लडाइदिएछ। खोलेको त झन् कुरै नगरौँ, कति धेरै खोलेछ ट्याक्क। सो अहिले चाहिँ म ठ्याक्कै बाँझो खेत भन्ने ठाउँ आइपुगेँ। यो चाहिँ बाँझो खेत भन्छ। अनि यो खोलाको नाम चाहिँ चुहार खोला भन्छ। चुहार खोला गैरा पनि भन्छ, चुहार खोला पनि भन्छ, दुईटै नाम हो। अनि योभन्दा अलि माथि चाहिँ कास्टारी गैरा भन्छ। अब ठाउँ ठाउँको नाम फरक फरक हुन्छ, अब तपाईँहरूलाई नि थाहा होला। सो अहिले चाहिँ अब चाहिँ म यसमा के छ सामान भनेर देखाउँछु है त। अब ट्याक्क लगाएर ल यति हो है सामान, यति हो होइन। अब यो हँसिया भइगयो एउटा। अब अलिअलि घारीहरू फाट्नुको लागि, अनि केही काम पऱ्यो भने अब हँसियाको काम आउँछ। त्यस्तो नराम्रो चाहिँ केही होइन। अब यो चाहिँ फेरि कुट्टो भन्छ। यो चाहिँ फेरि उ रहेछ के अरे बेड फुक्लेको रहेछ। अब यसलाई म अलिअलि मर्मत गर्छु, अनि यसले चाहिँ गिठा खन्ने क्या। ल गाइज अब चाहिँ म गिठा खन्छु है त, गिठा खोज्छु अनि खोज्नुपर्छ। ल गाइज अब म चाहिँ एकैताल गिठा भेटेपछि भेट्छु है त गाइज। फाइनली गाइज अहिले मैले यो कुट्टोको पनि जोगाड गरिसकेँ। त्यो जोगाड भन्दा पनि बनाइसकेँ होइन, अघि बिग्रेको थियो। अनि प्लस मैले ठ्याक्कै गिठा पनि भेटेको गाइज, देख्नु सक्नुहुन्छ यो चाहिँ गिठा हो। अनि यसलाई चाहिँ ठ्याक्क यो पात नफक्रिँदै यो भयो यसको पात होइन। अनि यो पात चाहिँ नफक्रिँदै अलि सानो सानो, यो चाहिँ लामो भइसक्यो। अहिले छोटो छोटो ठोसामै खन्नुपर्छ होइन। खनेर अनि पानी खनेर खाने हो। अनि यो के गरी बनाउँछ त्यो पनि अब भिडियो पाउन सक्नुहुन्छ। अब त्यसको लागि चाहिँ कमेन्ट गर्नु होला। अनि प्लस के कुरा कमेन्ट गर्नु होला भनेदेखि यसमा चाहिँ म दिनभरि अब अहिले त म 1-1.5 घन्टा नै खोज्छु। त्यो 12 घन्टा बिहानदेखि बेलुकासम्म म खोजेर म कति जम्मा गर्छु त्यति तपाईँहरूले भन्नुभयो भने चाहिँ म त्यो काम गर्छु क्या। त्यो 12 घन्टाको च्यालेन्ज त्यो चाहिँ। अनि यही मात्रै खोज्ने, अरू होइन। एक दिनमा चाहिँ मैले कति जम्मा गर्छु त्यो च्यालेन्ज भिडियो चाहिन्छ भने चाहिँ तपाईँहरूले तल कमेन्ट गर्नु होला। अनि त्यही हो। अब त्यो म यसलाई खन्छु है त। अब म यो चाहिँ सामान के ल्याएको छु भन्दाखेरि चाहिँ यो छु भनेर चाहिँ मैले भनिसकेँ। अनि कुट्टो र हँसिया, अनि प्लस एउटा बोरा चाहिँ किनभने जम्मा गर्नु पऱ्यो नि त होइन। सो अहिले चाहिँ अब चाहिँ म खन्छु है त। अब कहाँनिर रहेछ ट्याक्क लाएर, म चाहिँ एक्लै आएको होइन, अब कोही पनि छैन साथी, म साथी पनि लिन्न क्या। अब यहाँनिर रहेछ फेद, यो भयो गिठा, अनि फेद चाहिँ यहाँनिर रहेछ। अहिले चाहिँ मैले भेटाइसकेँ गाइज होइन। अब चाहिँ म यसलाई खन्छु, तर भेटिनँ त मैले, कता छ, यहाँनिर रहेछ त।
तर के जरा भित्र रहेछ एकछिन है म खनेर निकाल्छु हैन अनि त्यहाँदेखि यत्रो ट्याक्क यो बुट्टामा चाहिँ यत्रो रहेछ फल त्यही हो गाइस अब यत्रो भेटाएँ मैले चाहिँ त्यो उसमा लहरामा अब चाहिँ म उता गएर हुन्छ अब अहिले म 1.5 घन्टा खोज्छु कति भेट्दो रहेछ अनि त्यहाँदेखि थाहा हुन्छ अनि 24 आवर च्यालेन्ज के अरे 12 घन्टाको च्यालेन्ज चाहिँ छ भने एक दिनमा चाहिँ त्यो चाहिँ मलाई कमेन्ट गर्नु होला हैन अब जतिजनाले घट्टीमा पनि 5 जनाले कमेन्ट गर्नु पर्यो हैन त्यसपछि चाहिँ म भिडियो ल्याउँछु 5 जनाले गर्न भएन भने चाहिँ ल्याउँदिन जति सक्दो चाँडो गर्नु होला कमेन्ट चाहिँ हैन मेरो भिडियोहरु सक्दो शेयर पनि गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक गरिदिनु होला प्लस बेल नोटिफिकेसन अल पनि गरिदिनु होला अनि अब चाहिँ साथीहरुमा चाहिँ सक्दो शेयर गरिदिनु होला गाइस हैन अब किनकि मलाई यो 83-84 सालसम्म म चाहिँ सपोर्ट भिडियो बनाउँछु त्यहाँदेखि चाहिँ बनाउँदिन म मेरो युट्युब च्यानल ग्रो भयो भने अब तपाईहरुको हातमा छ अब जे गरे पनि त्यसपछि चाहिँ म बनाउँदिन के किनकि त्यो त्यति बेलासम्म पनि मैले चाहिँ अब च्यानल ग्रो भएन भने चाहिँ मेरो च्यानल ग्रो भएन भने चाहिँ म काम गर्दिन हैन अब यो काम छोडेर म अलि काम गर्छु अनि मेरो यो च्यानलमा चाहिँ धेरै विभिन्न थरीका यस्तै गाउँ घरकै कुराहरु पनि पाउन सक्नुहुन्छ प्लिज च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला सो अब चाहिँ जानुपर्छ हैन गफ धेरै भयो आज काम थोरै हुन्छ जस्तो लागिरहेछ मलाई किनकि मैले चाहिँ धेरै समय पछाडी भिडियो बनाएर हो हैन अब अलि धेरै बोल्ने बानी छ मेरो चाहिँ त्यो चाहिँ माइन्ड नगर्नु होला एउटा खोला छ खोला भन्दा पनि खोल्सा अहिले चाहिँ पछिको खोला हुन्छ सो अब चाहिँ म ट्याक्क अर्को गिठा खोजेर चाहिँ भेट्छु है त उतापट्टि चाहिँ त्यही एउटा मात्रै भेटाएँ हैन गिठा अनि यो पाखा खुट्टुमा चाहिँ यता चाहिँ अलि धेरै पाउँछ अनि त्यही हो गाइस अब अलि सानो पनि त सानो खन्नु भएन अब अलि ठुल्ठुलो खन्नु पर्यो ठुल्ठुलो लहरा भेट्दैन क्या अलि चाहिँ फेरि अलि गिठा उम्रिने बेला भएको रहन्छ जस्तो लागिरहेछ मलाई कुनै मात्रै भेटिरहेको छु यो चाहिँ पुरानो लहरा हो पोहोरको अनि लहरा चाहिँ छ पोहोरको लहरा छ तर यसपाल चाहिँ उम्रेकै रहन्छ क्या गाइस अब यता चाहिँ भेट्ला जस्तो लागेन मलाई हैन अब म चाहिँ अलिक सक्दो भिडियो चाहिँ छोटो बनाउने कोसिस गर्नेछु भिडियो चाहिँ फुल हेरिदिनु है त अब कतिको हुन्छ यहाँनिर गर्दै जाउँ यहाँ सन चाहिँ छ तर मसिनो छ क्या यता चाहिँ अलिक ठुलो खन्नुपर्छ हैन यहाँनिर रहेछ यत्रो के गर्न गाइज हैन अब यत्रो ताच्नु पर्यो यसलाई अनि त्यही भएर चाहिँ अलिकति हुँदैन त्यो पनि झोलामा हालौँ झोला पनि रहन्छ फेरि यहाँ रहेछ गाइज ट्याक्क मैले भेटिसकेँ एउटा फेरि अर्को पनि है एउटा त के भन्नु यहाँनिर त्यहाँ पनि रहेछ गाइज हैन यहाँनिर यो पनि हो हैन यो पनि हो यस्तै छोटोमै चाहिँ खन्ने हो यसको लागि चाहिँ हैन यो चाहिँ यसरी खन्ने ट्याक्क यो हटायो अनि यहाँनिर हुन्छ धेरै तल हुँदैन ले यत्रो ठुलो मुन्टा छ यत्रो छ त ओहो सिस्नु पनि रहेछ हैन ट्याक्क लाएर यो चाहिँ यस्तो खन्ने वरिपरि अनि यसरी निकाल्ने यसको पनि ठुलै रहेछ यत्रो रहेछ हैन अनि अब चाहिँ म यता खन्छु अनि अलि परतिर जान्छु है त कसरी खन्ने भनेर देखिसक्नु भयो होला अब चाहिँ म ट्याक्क खन्छु मात्रै अथवा गाइज हैन
यत्रो यत्रो भयो अलि ठुलो ठुलो खन्नुपर्ने यो भन्दा पनि अब ठुलो ठुलो भेट्दैन हैन यी दुईटा यहाँ तर टन्नै रहेछ क्यारे अब म चाहिँ खन्दै खन्दै जान्छु अहिले पछि गरौँला हैन अब कसरी खन्ने भनेर मैले देखाइसकेँ अब यो सामान चाहिँ अलि यता गर्नुपर्छ ट्याक्क देख्नु सक्नुहुन्छ यहाँ चाहिँ यो बाख्राले खाइसकेको चाहिँ यो हो यहाँ चाहिँ ठुल्ठुलो रहेछ गाई चाहिँ हैन यहाँ पनि छ यो चाहिँ म यो बाटोमा राख्छु सामानहरू चाहिँ म चाहिँ सामानहरू यहाँ राखिदिन्छु अनि उता खन्नु जान्छु यो मात्रै लिएर जान्छु अनि मोबाइल पनि अब अलि भिडियोहरू धेरै लामो बनायो भने चाहिँ मेरो स्टोरेज फुल हुन्छ त्यही भएर छोटो छोटो बनाउँछु हैन गाइज त्यही हो अलिकति फोनको पनि प्रब्लम छ यहाँ चाहिँ ठुल्ठुलो रहेछ क्या गाइज हैन ट्याक्क त्यो चाहिँ ठुलो भयो हैन अब सबैभन्दा ठुलो चाहिँ अब लास्टसम्म हेर्नुपर्छ कुन चाहिँ ठुलो हुन्छ अनि म त्यो चाहिँ घर गएर देखाउँछु है त गाइज अब अहिले चाहिँ म फटाफट खान्छु अनि यतिमा चाहिँ मैले कति भेट्दा रहेछ त यो एरियामा यतिमा खन्छु अनि यो पछाडिको पनि खन्छु कति हुँदा रहेछ हैन हेरौँ है त गाइज लेट्स गो म चाहिँ तपाईँहरूलाई खनिसकेर भेट्छु है त अहिले यो सामान मैले हैन भेटाएको चाहिँ सबैभन्दा ठुलो है त गाइज देख्न सक्नुहुन्छ मन्टा चाहिँ यत्रो छ ट्याक्क यहाँ अर्को पनि छ यहाँनिर यो अनि यसको चाहिँ कत्रो छ भन्दाखेरि ट्याक्क लगाएर यत्रो यो हो है त अलिक घामले गरेर राम्रो देखेको रहन्छ ट्याक्क यहाँनिर छ है त्यो चाहिँ यो हो यत्रो डल्ला क्या यत्रो अहिलेसम्म सबैभन्दा ठुलो हो है यो चाहिँ अहिलेसम्मको अब तपाईँहरूलाई के लाग्छ मलाई चाहिँ मेरो आँखामा चाहिँ यो चाहिँ सबैभन्दा ठुलो जस्तो लाग्यो अलिक गाडा गर्दैछ अरू हुन्छ यता तलतिर हुन्छ हैन सबै चाहिँ म कलेक्सन गरेर सबै जम्मा गरेर चाहिँ हेर्छु अब म उता चाहिँ जान्न यतैबाट घर जान्छु हैन उता चाहिँ जान्न अब किनकि धेरै भइसक्यो यहीँ म चाहिँ अहिले पछि सबै खनिसकेर भेट्छु है त सो फाइनली गाइज अहिले चाहिँ मैले सबै कुरा सकिसकेको छु खनिसकेको छु मतलब गाइज हैन अहिले चाहिँ कति 12 बजिसकेको छ जस्तो लागेको थियो हैन अहिले कति बजे मैले अहिले हेर्नै बिर्सेछ 1-1.5 घन्टा पछि चाहिँ मैले चाहिँ यति पनि देख्न सक्नुहुन्छ यति हैन अनि त्यही हो गाइज यो गिठा भन्ने चाहिँ दुई थरीको हुन्छ अनि एउटा चाहिँ कुन भन्दाखेरि हैन एउटा यस्तो अनि एउटा चाहिँ यो खालको हुन्छ क्या यो चिल्लो खालको अलि चिल्लो हुन्छ यो देख्न सक्नुहुन्छ यसमा चाहिँ जरा छैन यसमा चाहिँ जरा छ क्या अनि अर्को कुरा हैन अब ठुलो चाहिँ जम्मा कतिवटा भयो भन्दाखेरि हैन अब यो 3टा भयो यति 4 यति नै हो ट्याक्क हैन अब तपाईहरुले छुट्याउनुस् हैन ठुलो कुन छ भनेर हैन अब यो जोडिएको हर पनि धेरैवटा भेटायो थुप्रो भेटायो अनि जोडिएको हर चाहिँ अब ठुलो भनिदैन हैन अब ठुलो डल्ला छ अनि देख्न सक्नुहुन्छ हैन अब तपाईहरुले कमेन्ट गर्नु हैन अब यो यताबाट गर्नु है एक नम्बर ठुलो 2 नम्बर ठुलो कि 3 नम्बर ठुलो कि 4 नम्बर ठुलो है त अनि यो चाहिँ कमेन्ट गर्नु होला हैन सबैले कमेन्ट गर्नु होला है त अब कमेन्ट गर्नु भएन भने चाहिँ तपाईहरुले फुल भिडियो हेरेको छैन भन्ने बुझ्छु है त म हैन अनि यसको चाहिँ टाउको हुन्छ हैन अब यो चाहिँ टाउको हो यसको यसरी यो भातेर फाल्ने हो अनि यो चाहिँ अब म फाली बस्दिन किनकि अब थाकी पनि सक्यो एकदम पसिनाहरु देख्नु भएको होला अनि लुगा त झन् फोहोर त पुरै नै फोहोर छ अनि नुहाउनु पनि पर्ने छ अनि त्यही हो गाइज यो चाहिँ दुईवटा तीनवटा सामान हुन्छ यहीँनिर छ 3टाको चाहिँ हैन अब यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो यतापट्टिको एउटा यतापट्टिको एउटा यतापट्टिको एउटा
चाहिँ यस्तो हुन्छ यसरी भाँचिन्छ हैन। अब यो तास्नुपर्छ। यो यसको टाउको पनि कत्रो रहेछ, यसको पनि कत्रो ठुलो छ। अघि नै देखिसक्नु भयो होला त्यसको भिडियो त। अनि त्यही हो गाइज, अब म चाहिँ यो सबै हालेर घर जान्छु। अनि यो चाहिँ दुई थरीको हुन्छ। अब यो के गरी खान्छ, के गरी पकाउने, यो कुरा चाहिँ अब अर्को भिडियोमा आउनेछ। अनि आउनु पनि सक्छ, नआउनु पनि सक्छ, किनकि म घरमा हुन्छु। घरमा हुँदाखेरि भिडियोहरू बनाउँदिनँ। अब घरको दाइहरू हुनुहुन्छ अनि मम्मीहरू हुनुहुन्छ। अहिले चाहिँ घर बनाउने मान्छेहरू पनि धेरै हुन्छ, त्यही भएर चाहिँ म खासै भिडियोहरू बनाउँदिनँ। अब भ्यायो भने अलि टाइम त्यस्तै मिल्यो भने म भिडियो बनाइहाल्छु। अनि यसलाई चाहिँ टक्क लगेर कस्तो गरेर खाने भन्दाखेरि लाने घरमा अनि खनेर लैजाने। अनि यसको यो बोक्रा फाल्ने, एकसरो ताछेर फालेपछि बोक्रा फालेपछि अनि ऊ हुन्छ, भित्रपट्टि गुदी हुन्छ। अनि त्यो गुदीलाई चाहिँ सानो सानो पातलो चुइटा बनाउने, ऊ आलु चप जस्तो गरेर। अनि सर्ट बोक्रा नताछिकन गऱ्यो भने चाहिँ पछि उसिनेपछि अनि खानुलाई चाहिँ सरल खानु मिलेन क्या धुयो बित्तिकै। अनि त्यही भएर चाहिँ बोक्रा तास्नुपर्छ। अनि त्यसपछि के हुन्छ भन्दाखेरि चाहिँ त्यसलाई मजाले धुएर ताछिसकेपछि अनि एक सरो धुने। अनि धुइसकेपछि चाहिँ अनि पानी हाल्ने। अनि त्यही अनुसारको अब ठिक्क मिलाएर खरानी हाल्नुपर्छ। अनि खरानी हालेर चाहिँ मजाले मोल्ने। अनि मोलिसकेपछि चाहिँ अनि हुन्छ के अरे यस्तो हुन्छ नि, के भन्छ भन्दाखेरि कसौडीहरूमा तसलाहरूमा उसिन्ने। अनि मजाले पाकेपछि चाहिँ पाकेर चाहिँ अनि सट्ट धुने क्या, त्यो खरानीहरू पखालिने गरी धुने। अनि धुइसकेर अनि चिसो पानीमा डुबाएर राख्ने। अब सकेसम्म त तातै खाँदा पनि भयो, तातो खाँदा पनि नमिठो म भन्दिनँ, सेलाएर खाएको चाहिँ मिठो हुन्छ। अनि त्यो सट्ट पानीमा डुबाएर राख्ने, पानीमा डुबाइसकेपछि मिठो हुन्छ। अनि ठ्याक्क त्यो मिलेन भने, खरानी मिलेन भने चाहिँ फेरि नमिठो हुन्छ है साथीहरू। अब धेरै भयो भने तितो हुन्छ, थोरै भयो भने ऊ टर्रो भएर कोक्याउँछ यसैले होइन। त्यही भएर एकदम टेस्टी हुन्छ। अब यो हामीलाई फाइदाजनक पनि हुन्छ। अब गाउँमा बस्नुको फाइदा के त यही त हो नि। अनि त्यही हो गाइज, अब भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि अर्को नेक्स्ट अब च्यालेन्ज भिडियो चाहिन्छ भने अब एक दिन पुरा, अहिले त मैले 1-1.5 घन्टा मात्रै खोजेको छु। पुरा एक दिन खोज्दाखेरि चाहिँ मैले कति जम्मा गर्छु, अब कति हुन्छ जस्तो लाग्छ होइन तपाईँहरूलाई। अब यस्तो गेस गरेर कमेन्ट गर्नु होला। अनि त्यो भिडियो चाहिन्छ भने चाहिँ पुरै एक दिनको म च्यालेन्ज गर्छु। एक दिनको भिडियोमा चाहिँ कति जम्मा गर्दा रहेछ होइन। अब सक्दो छिटो कमेन्ट गर्नु, किनकि यो हुर्केपछि चाहिँ काम छैन क्या। हुर्किसकेपछि चाहिँ त्यो टर्रो हुन्छ कि खोइ के भन्नुभएको थियो मम्मीले। अनि त्यही भएर अनि त्यो चाहिँ राम्रो हुँदैन अरे। सक्दो छिटो भोलि पर्सिको दिन ठ्याक्कै 3 दिन पछाडि चाहिँ म अब तपाईँहरूले 5 जनाले कमेन्ट गर्नुभयो भने चाहिँ 5वटा कमेन्ट चाहिँ यो भिडियो चाहियो, अब च्यालेन्ज भिडियो चाहियो भन्नुभयो भने चाहिँ एक दिनको यो गिठा खोजेको एक दिनको चाहिँ च्यालेन्ज भिडियो चाहियो भन्नुभयो भने चाहिँ अनि म बनाउँछु होइन। अब त्योभन्दा पछाडि चाहिँ खासै ऊ पनि हुँदैन होला, सबै हुर्किन्छ होला। अनि त्यही अब चाहिँ म भिडियो इन गर्छु होइन। अब घरतिर खासै उ गर्दिनँ। आजको भिडियो एकदमै लङ पनि भइसक्यो। अब यो म हालेर जान्छु, एकछिन बस्छु अनि त्यहाँदेखि सबै प्याक गरेर घरतिर जान्छु। त्यही गाइज, अब भिडियो मन परे आशा गर्दछु। अब तपाईँहरू लास्टसम्म हेर्दै हुनुहुन्छ भने मेरो भिडियोमा के भयो थाहा भयो होला। अनि आजको भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। अनि मेरो च्यानललाई अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, भिडियोलाई सेयर गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला। यतै अब अन्तिममा चाहिँ म के भन्छु भन्दाखेरि अलिकति भिडियोहरू चाहिँ अलिक ढिलो आइरहेछ। अब यो घरहरू बनाइसकेपछि चाहिँ सबै कुरा ठिक भइसकेपछि, ठिक भन्दा पनि बिग्रेको त के नै छ र, त्यही घर बनाइसकेपछि अनि प्लस मोबाइल बनाएपछि अनि त्यहाँदेखि चाहिँ भिडियोहरू डेली आउँछ। त्यही हो गाइज, अब मैले छुट्टै सोचिरहेको छु। अनि अर्को भिडियोमा भनौँला। आज चाहिँ एकदमै भिडियो
लामो भइसक्यो। भिडियो मन परेन लाइक सेयर र सब्सक्राइब गरिदिनु हस् साथीहरू। आजलाई यति नै, अर्को भिडियोमा भेटौँला। बाई बाई गाइस।